अरू ठाउँमा त आधी घोप्टे पानी आयो होला, यहाँ त पानीसँगै यो कुहिरो, यो जाडो, यो हो ताप्लेजुङको बानन्दे भन्ने ठाउँ। यहाँ धान छ, धान पोसाएर यस्तो अवस्थामा छ। कुहिरोले यस्तो जाडो भएछ। ल मेरो खुट्टा हेर्नुहोस्, यहाँ यो जाडोमा खुट्टा भिजाउँदा क्याचल 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 हिँड्न पऱ्यो। पहाडको ठाउँ यस्तै रहेछ। हिजो अस्ति त शीतल थियो, आज त जाडो भएर कसो गर्ने होला भन्ने भयो। हिलो घर नधोइ हुन्न, एकचोटि बाहिर निस्केपछि यस्तै छ यहाँको। यहाँ कति राम्रो पहाडहरू देखिन्थ्यो, आज पुरै बिजोग छ। यो चाहिँ हाम्रो कुखुरा कटेज। यस्तो यहाँ चाहिँ अड्केर मर्यो। कसरी निकाल्नु? सुस्तरी दिमाग लगाउनु पर्यो। अड्क्यो क्या। एकैछिन है, फाइनली म निकाल्न सफल हो। यस्तो खालको हाम्रो यहाँ चापी लगाउने। अनि फेरि यताभित्र गएपछि फेरि यसरी लगाउने। तर यहाँ पनि त्यस्तै गाह्रो गाह्रो हो। जाडो भएको बेलामा त यसरी लक लाउने ताल्छ। यो चाहिँ हाम्रो पहिला किचन थियो। किचन थियो कि यहाँ अहिले टाढा भएर हामीले यहाँ यो किचन पनि सारेर वहीँ लग्यौँ। रातिमा चाहिँ यो चापी यहाँ लगाउने। अनि यो चाहिँ कुखुराहरू यहाँ बस्छन्। यहाँ पुरै हिँडेर बिजोग बनाउँथे। यिनी तिनवटा चाहिँ हिजो रातिदेखि चाहिँ बाहिर भएछन्। धेरै कुखुरा खान गनेर राख्ने कुरो हुन्न, जो गए। आज हामीलाई किन बाहिर निस्किन देखाइनन् भनेर यहाँ आएर हेरेर बस्यौँ। यस्ता खानको यिनीहरू आज किन बिर्से भनेर यहाँ कत्थै ढोका खोल्छन् भने कुरेर बस्यौँ। तर आज हामीले खोल्दैनौँ। पानी आएर हिलो कचल कचल कचल। यो चाहिँ हामी काम गर्ने ठाउँ। यहाँ पुरै काम गर्छन्। अनि यहाँ चाहिँ किचन छ। यता चाहिँ सरहरूको रुम, त्यहाँदेखि उता हाम्रो रुम। म पुरै देखाउँछु है। आज त ठुला कुखुरा पनि भिजेर मुसा जस्ता देखियो। यो चाहिँ हाम्रो काम गर्ने ठाउँ। यस्तो फिल्म हेरेर काम गर्न पाइन्छ। यहाँ भकारी बनाउन थालेछन्। यो चाहिँ मैले भर्खर स्टार्ट गरेको। त्यो मेरो मजा खोलेर गएको जाडो भएर। यहाँ चाहिँ दाइले काम गर्दै हुनुहुन्छ। हेलो दाइ, के बनाउँदै हुनुहुन्छ? यो चप्पी किन? यो चाहिँ मोमो सेट। यो चाहिँ हामीले नयाँ अहिले बनाउँदैछौँ। यहाँ आगो ताप्ने, माथि चाहिँ यो सुकाउने, आफूले आगो ताप्ने, खुट्टा सेकाउने। यहाँ पनि यस्तो पानी रसाएर आउँछ उताबाट। हामीलाई तिनी भाडा भयो यहाँ काम गर्ने, जम्मै ढुसी लाउनु लाखन। यो चाहिँ एकदम दामी स्टाइलको मोमो सेट बनाउनु जाँदैछौँ हामीले। हेरौँ कस्तो हुन्छ। रिजल्ट राम्रै आउँछ भन्ने आशा गरेका छौँ नि दाइ। यस्तै छ अहिलेको ताजा अपडेट। हाम्रो दाइले यहाँ सुप बनाएर राख्नु हो। यसलाई यहाँ नाङ्लो भन्छ क्या। लाइन आयो। ए लाइन आएछ ल। यो चाहिँ हाम्रो रुम। यो चाहिँ सरहरूको रुम। यहाँ पनि यस्तो लक छ क्या।